फुल बिनाको जीवन मेरो लागि अधुरो छ किनभने फुलसँग मेरो यस्तो गाढा नाता बसेको छ भने मेरो फुलसँग चाहिँ प्रेम पनि भएको छ। किनभने फुल बिनाको जीवन चाहिँ एकदमै अधुरो अधुरो लाग्छ मलाई चाहिँ। मलाई यति धेरै फुल चाहिँ मनपर्छ साथीहरू। फुल फुलेको देखेँ भने मेरो यति धेरै मन आनन्द फिल हुन्छ मलाई चाहिँ। मेरो दुःख पीडा पनि म भुल्न सक्छु किनभने फुलहरू हेऱ्यो भने मलाई यस्तो धेरै खुसी लाग्छ। फुल रोप्नु पनि मलाई एकदमै मनपर्छ। अनि यो फुलहरू चाहिँ मैले मेरो घरमा रोपेको फुल हो। अहिले चाहिँ यो सिजन रहेछ फुल्ने चाहिँ, तर यो फुलको नाम चाहिँ मलाई थाहा भएन। यिनीहरूको चाहिँ प्लान्टहरू पनि मैले रोपेको छु। यो झन् यति धेरै फेभरेट हो मेरो। कस्तो दामी पिङ्क कलरको स्टेप बाई स्टेप फुलेको छ है। मैले तपाईँहरूलाई देखाउँदैछु, नाम चाहिँ थाहा छैन मलाई। अनि साथीहरू हाम्रो घर चाहे महल होस् या झुपडी होस्, तर जुन घरमा फुलहरू फुलेको छ, फुलहरू रोपिन्छ, त्यो घर एकदमै स्वर्ग जस्तै लाग्छ। एकदमै त्यो घरमा चाहिँ आनन्द फिल हुन्छ साथीहरू। मलाई चाहिँ त्यस्तै लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ?